चाहिँ अहिले ड्युटीबाट फर्काउँदै गरेको 12 घण्टाको ड्युटी थियो। हलात खुलुत सिद्ध्याएर रुम फर्किँदै गरेको। अहिले त के हाम्रो एउटा कुत्ता पनि छैन हौ, सब सुतिरा होला साउदी मान्छेहरू। धेरै गर्मी छ। म चाहिँ यो कोका कोला खाएको। कोका कोला यत्रो चिसो थियो, यो पनि गर्मीले तातो भइगयो। गाउँमा छु, गाउँमा ठुलो सिटीमा भए त राम्रो हुन्थ्यो। यहाँ अर्कै गाउँमा भएर यस्तै हो। यसो रुम फर्किँदै गर्दाखेरि कहिलेकाहीँ फ्री टाइममा सानो छोटो मिठो ब्लग गरेको नि। अल्छी लाग्छ त एक्लै। यति गर्मी छ लगभग अहिले 34 डिग्री रहेछ। यो चाहिँ हाम्रो साउको घर हो। यस्तै छ, परदेशी मान्छे जहिले पनि काम गर्नै पर्ने हो। यस्तै छ। यस्तो गर्मी हुँदैन। हेरौँ त पसिना। यहाँ भने यस्तो हुन्छ हौ, यता भने बाहिर वाङवुङ जे जस्तो होस्, भित्र भने यति राम्रो हुँदैन। बाहिर भने हेरौँ केही छैन। उही इट्टा लगाइरहेछ, त्यो उयो लगाइरहेछ, त्यहाँबाट सकियो। भित्र यति राम्रो हुँदैन। कुन यो गोप्टो जातको भने अर्कै हुन्छ नि त। हामी जस्तो होइन। साउदी लोकहरूको मस्जिद होला, के भन्छ यसलाई, मस्जिद हो कि गोप्टो पर्ने ठाउँ हो कि थाहा छैन।